कतिपय सम्बन्ध गल्ती गरेर गल्ती भएर विश्वासघात गरेर टुट्छ भने कतिपय सम्बन्धहरू बिना गल्ती शङ्का र अरूको कुरा सुनेर टुट्छ। मैले एउटा कहानी भनौँ अथवा रियल कहानी सुनाउँछु। यो भएकै कुरो हो। एउटो गाउँमा एकदम मिल्ने श्रीमान श्रीमती हुनुहुन्थ्यो। एकजनाले शर्त लगाए, तिनी दुईजना परिवारले कसैको कुरा पनि सुन्दैनन् भन्ने थाहा पाएका थिए। उनीले साथीभाइसँग शर्त लगाए, तिनीको परिवारलाई मैले 3 दिनमा फुटालेर अलग अलग बनाएर देखाउँछु। शर्त लगाए। तिनले आफ्नो शर्त पूरा गर्नको लागि तिनी एकदम मिलेको परिवारको घर गए। भाउजूलाई सोधे, दाजु कहाँ जानु भएको छ? तिनले भनिन्, रिडी जानु भएको छ। तिनी बिगार्न गएका थिए। तिनले तिनी भाउजूलाई भने, भाउजू मैले त दाइलाई टक्सार जाँदै हुनुहुन्थ्यो, आधा बाटोमा भेटाएको थिएँ। उनीले सोचिन् रिडी जान लाग्नु भएको, टक्सार जाने काम परेर जानु भएको होला, ठिकै छ भनिन्। तिनी घर गए। साँझ श्रीमान आउनुभयो। हजुरले त मलाई रिडी जान्छु भनेर जानुभएको, टक्सार के कामले जानुभयो? श्रीमानले भने, म त रिडी नै गएर आएको हो। फेरि 2-4 दिनपछि तिनी आए। आएपछि फेरि श्रीमानलाई टक्सार जाने काम थियो। भाउजू, खै त दाजु, उहाँ त टक्सार जानुभएको छ। होइन, मैले त उहाँलाई रिडी जाने आधा बाटोमा भेटाएँ। तिनी श्रीमतीको मनमा खट्टा पस्न थाल्यो। शङ्काको बिउ उम्रिन थाल्यो। फेरि साँझ श्रीमान आएपछि सोधिन्, अस्ति हजुरले रिडी जान छ भनेर टक्सार जानुभयो, आज टक्सार जान छ भनेर रिडी जानुभयो, किन ढाँट्नु भएछ मलाई? भन्न थालिन्। होइन, मैले त जहाँ जान्छु भनेर हिँडेको थिएँ, त्यही नै गएर आएको हो नि। श्रीमतीले विश्वास गरिनन्। फेरि अर्को पटक घर फुटाल्ने कोसिस गरेका व्यक्ति आए। त्यो श्रीमान श्रीमती बसेका थिए। श्रीमानलाई पर बोलाएर, बाबु आजभोलि नुनको भाउ के चलिरहेको छ नि? भनेर सोधे। तिनी गए। तिनले आफ्नो पुरा काम तमाम गरे। त्यसपछि श्रीमतीले सोधिन्, होइन हजुरलाई किन बोलाउनु भएको? कानमा के भन्नुभयो? श्रीमानले भने, मलाई त नुनको भाउ सोध्न बोलाएका थिए। श्रीमतीले विश्वास गरिनन्। तिनलाई शङ्का उपशङ्का नाना थरीका सोच विचारहरू खेल्न थाले। दुवैजनामा झगडा भयो। दुवैजना एक अर्काबाट यति नफरत गर्न थाले। हेर्नुस् त, दुई परिवार श्रीमान श्रीमती कति मिलेका थिए, एक अर्कालाई कति विश्वास गर्थे। बाहिरी कुरा सुन्नाले दुईजनाको सम्बन्ध कसरी बिग्रियो हो। यस्तै सम्बन्धहरू बाहिरी कुरा सुन्ने हो भनी र कति छिटो बिग्रिन्छ भन्नुस् त। त्यही भएर सत्य के हो, तथ्य के हो नबुझिकन कसैमाथि पनि शङ्का गर्नु उचित हुँदैन। चाहे श्रीमान श्रीमतीको सम्बन्ध होस्, चाहे अरू कुनै पनि सम्बन्ध किन नहोस्। मेरो शब्द कस्तो लाग्यो हजुरहरूलाई कमेन्टमा लेखिदिनु होला। नमस्कार।